हेलो गाइस, काठमाडौँमा चाहिँ हेर्नु न के भएको जाम धेर हुन्छ हैन। त्यही माथि हैन यसरी बीच बाटोमा हैन भत्काएर राखिदिन्छ क्या। बाटो यत्रो छै अनि जाममा हैन आधी घन्टा जस्तो जाममा फसिन्छ क्या। यहाँनिर दिनभरि चाहिँ खाली हुन्छ बाटो हैन, टिप पनि लाग्दैन क्या। दिनभरि खाली त खाली हुन्छ, टिप लाग्दैन। बिहान बेलुका यति धेरै जाम हुन्छ कि ट्राफिकले नि सम्हाल्न सक्दिदैन। कुनै ठाउँमा त हैन ट्राफिक पनि हुँदैन, झगडा पर्दिरा हुन्छ क्या। बाइकवालाहरू यता उता आइदिएर चारैतिरबाट स्ल्याप्प हुन्छ हैन। यता नि जान पाउँदैन, उता नि जान पाउँदैन। कोही बेला त्यस्तै फसिन्छ क्या। ल हेर्नु न, यहाँ पनि हेर्नु नि, यहाँ पनि बिच बाटो भत्काएर राखिरहेछ। यस्तो चाहिँ के गरे होला यी जेसिबीले बिच बाटोमा क्या। अब यो बेलुका जामको टाइममा चाहिँ हैन कसरी चाहिँ छिटो जाने क्या। कस्तो हतार हुन्छ हामीलाई होइन त बाइकवाला भनिदिनु त, कति हतार हुन्छ। खतरा हतार हुइदिन्छ यार बाइकवालाहरूलाई। यस्तो हतार हुइदिन्छ कि अब न घर गएर खाना पकाउने हो, न घर गएर के काम सघाइदिने हो बुढीलाई। जानी मजाले बस्ने, त्यही फस पुगे भन्ने त्यो रेस खेले जस्तै क्या। बच्चा जस्तै लाग्छ बाइकवालाहरू। किन हो ल टक्क यो ट्याक्सी घुमाइदिइरहेछ। यो नयाँ कोन हालेकै हेर्नु काठमाडौँमा। यो आन्दोलन पछाडि यो नयाँ कोन हालेको छ। कोन सोन सबै जला थियो होइन, अस्ति सबै जला हो नि त। ल हेर्नु यो चाबेलको बाटो हेर्नु, बेलुका कति खाली छ। सबै चारैतिर बन्द भइसक्यो होइन। अब के दोरी सोरी चाहिँ खुल्ला हुन्छ क्या। अब टक्क जाने, रक्सी खाने, नाच्ने नाच्नेहरू मात्र हो क्या। अब चाहिँ अब सुधोहरू चाहिँ अगाडि बेन्च बस्छ नि पढ्दाखेरि क्या स्कुलमा। अलि बदमासहरू पछाडि बस्छ नि, त्यस्तै क्या। दिउँसो अब होइन जो काम गर्ने यताउता गर्ने अब सबैले गरिसक्यो। अब बेलुका भनेको चाहिँ होइन खालि नाच्ने मात्ने त्योहरू मात्र भइदिएर हुन्छ क्या। यता क्लबहरूतिर चाहिँ है, यहाँ डिस्को क्लबहरू हुन्छ होइन। अब मात्ने खाने मात्र हो क्या। त्यो पछाडि बस्ने मान्छेहरू हो कि जस्तो लाग्छ है। ल हेर्नु नि, यो बाइकवालाले कत्रो हेड बालेर हिँडेको, एउटा लाइट छ र नि कत्रो बालेर हिँडेको। कहाँ देखाइदिएर ल यहाँ एउटा 5 स्टार होटेल छ। 5 स्टार होटेल छ, त्यहाँभित्र गएको हात धोको ल बन्दै नभइदिएर। फर्स्ट टाइम गएको त ल आफै हात देखायो भने कलबाट पानी आइदिँदो रहेछ नि त। म त थाहै नभइदिएर क्या। ल इभी गाडी हेर्न, यो कसको इभी गाडी हो। कति बिस्तारी हिँडेको क्या, बिस्तारी हिँडिदिएर हुन्छ। टिप हेर्दै हिँडिदिएर हुन्छ इभी गाडीहरू। पहिला म इभी गाडीलाई यस्तो पेलेर हिँड्थेँ होइन, अहिले चाहिँ म पेल्दिनँ होइन। म अहिले कसलाई पेल्छु, खालि कारवालाहरूलाई मात्र पेल्छु। बाटै छोड्दैन होइन, हतार भइरहेको हुन्छ। हर्न बजाउँदा नि नसुने जस्तरी हिँडिदिन्छ होइन, मजाले बजाइदिन्छ।